हेलो गाइज, सबैलाई नमस्ते। यति बेला म गेरुनी भन्ने ठाउँमा आइपुगेको छु। गेरुनीदेखि तलको स्थानमा आइपुगेको छु। तपाईँ यहाँ देख्न सक्नुहुनेछ धानहरू यति बेला झुल्ने क्रममा छ। यहाँ यो रोड रहेको छ र यतापट्टि यो साइडमा पनि तपाईले धानहरू देख्न सक्नुहुन्छ। पारिपट्टि तपाईले चिस्तरा भन्ने गाउँ देख्न सक्नुहुनेछ त्यतापट्टि, र यो साइडमा रोड रहेको छ। र मैले यति बेला रामबजार जाने क्रममा छु। यहाँनिर फुलहरू एकदम फुलेको छ। अब फुल फुल्ने समय पनि हो, किनभने यो असोज कार्तिकको समयमा विभिन्न फुलहरूले पनि फुल्ने गर्दछन्। र यता देख्न सक्नुहुनेछ यो धान, अनि यहाँनिर खोला रहेको छ। अब यति बेला लगातार रूपमा हिँडिरहेको छु तपाईहरु माझ, र हिँड्ने क्रममा यहाँनिर रोडहरू रहेको छ। यो रोडमा देख्न सक्नुहुन्छ बर्खाको कारणले अलिकति पहिरो पनि आएको छ भने अरू रोड सामान्य अवस्थामै छ। तपाईहरु के गर्नुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईहरु यति बेला हामीलाई विभिन्न रूपमा हेर्दै हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सनु होला। र मेरो नयाँ च्यानल रहेको छ चित्र रोका क्रिएसन, तपाईले यो च्यानललाई सब्स्क्राइब गर्नु होला। तपाईहरु यसमा जोडिन सक्नुहुनेछ। म विभिन्न किसिमका भिडियोहरू तपाईहरु माझ हाल्ने गर्दछु। भिडियो लगायत सर्ट भिडियो विभिन्न माध्यमबाट तपाईहरुलाई मैले अपडेट दिने प्रयास गरिराखेको हुन्छु। भने यति बेला म हिँड्दै क्रममा तपाईले देख्न सक्नुहुनेछ शारदा नदीको केही भाग तपाईले देख्नु भएको छ। यो हाम्रो सल्यान जिल्लाको प्रमुख नदीको रूपमा रहेको छ यो शारदा नदी। र शारदा नदी तपाईहरुले यसरी देख्न सक्नुहुनेछ। यो शारदा नदीमा यति बेला म नजिक आइपुगेको छु। तपाईलाई म नजिकैबाट पनि देखाउने कोसिस गर्नेछु, तपाईहरुले हेर्न सक्नुहुनेछ। भने यहाँनिर अर्को सानो खोला तपाईले देख्दै हुनुहुन्छ भने त्यो खोला रहेको छ कोलचौरे खोला। मेरो घर पनि कोलचौर नै हो, र यति बेला कोलचौरे खोला भनेर नामाकरण गरिएको छ। त्यो कोलचौरे खोला तपाईले यो साइडमा देख्न सक्नुहुनेछ भने तपाई यो साइडमा शारदा खोला तपाई देख्न सक्नुहुनेछ। र कोलचौरे खोला र शारदा खोलाको चाहिँ यहाँनिर चाहिँ संगम रहेको छ, मिलन हुन्छ। र त्यो पनि म तपाईहरुलाई केही क्षणमा देखाउने छु, किनभने म यात्राको क्रममा छु। तपाईहरु माझ म हिँडिरहेको छु। र हिँड्दै क्रममा तपाईले अगाडि कोलचौरे खोला तपाईले देखिराख्नु भएको छ। र यो कोलचौरे खोला कोलचौरबाट र स्यालाबाट साबिकको 8 नम्बर र 9 नम्बरको खोलाहरू मिसिएर यसरी यो खोला बग्दछ। र बर्खाको समयमा भने एकदमै ठुलो खोला हुन्छ, र त्यसको लागि विभिन्न स्थानमा चाहिँ हामीले लापकोहरू अर्थात् काठको पुलहरू हामीले बनाइरहेका छौँ। र यो स्थानदेखि अलि माथिको रोडमा भने तपाईहरुले एउटा काठको पुल देख्न सक्नुहुनेछ भने यहाँ पनि एउटा काठको पुल रहेको छ। म तपाईलाई यो दृश्यमा देखाउने छु तपाई। अनि त्यसैगरी यो तपाई मेरो अगाडि फ्रेममा देख्दै हुनुहुन्छ यो कालीमाटीको रोड हो, र यहाँबाट दैनिक जसो गाडीहरू बिहान लागिरहन्छन्। दाङतर्फ जाने गाडीहरू प्राय जसो यही बाटो नै हिँड्ने गर्छन्। र केही समय केही वर्ष भयो यो रोड खुलेको, र त्यो रोड खोले पश्चात यहाँका बासिन्दाहरू लगायत यात्रा गर्ने व्यक्तिहरूलाई सहज भएको छ। यस कारणले यो
रोड अहिले निकै नै व्यस्त रहन्छ। विभिन्न सवारी साधनहरू यहाँ चाहिँ चलिरहेको हामी देख्न सक्छौँ। तपाईहरु माझ यो पोल कालीमाटी गाउँपालिकाले यहाँनिर बत्तीको कामहरू गरिरहेको छ। यहाँनिर पोलहरू छ भने यहाँनिर पोलको कामहरू पनि तीव्र गतिमा भइरहेको छ। केही समय पश्चात, केही महिना पश्चात लाग्छ मलाई बत्तीहरू बल्नेछ। यो एरिया तपाईँ देख्न सक्नुहुनेछ। यो एरिया त्रिवेणी गाउँपालिकाको सीमा समाप्त भएको तपाईले यहाँनिर बोर्ड देख्न सक्नुहुनेछ। यहाँनिर त्रिवेणी गाउँपालिका सीमा समाप्त, हजुरहरूको यात्रा शुभ रहोस्, धन्यवाद भनेर त्रिवेणी गाउँपालिकाले यहाँनिर बोर्ड राखेको छ भने तपाईँ यो स्थानदेखि परतिर चाहिँ तपाईले कालीमाटी गाउँपालिका देख्न सक्नुहुनेछ। यो कालीमाटी गाउँपालिकाको स्थान रहेको छ भने यो तपाईले सीमा समाप्त त्रिवेणी गाउँपालिका, हजुरहरूको यात्रा शुभ रहोस्, धन्यवाद बोलको यहाँनिर बोर्ड जोड्याइएको छ। तपाईलाई मैले देखाएँ दृश्यमा भने यस पश्चात तपाईले शारदा खोला देखिराख्नु भएको छ। यो शारदा खोला हामी देख्न सक्छौं।